हाई गोजाइमास म आज फेरि नयाँ भिडियो लिएर आएको छु गाइज होइन तपाईँहरूको माझमा। अनि आजको भिडियो चाहिँ के छ भन्दाखेरि आज म साइकल बनाउन जाँदैछु। साथीलाई पर्खिरहेछु अहिले चाहिँ, साथी आउँदैछु रुमबाट। अनि साइकल बनाएर ब्याक टु रुम। अनि आजको मेन प्लान चाहिँ के छ भन्दा बेलुका मुभी हेर्न जाने। आज जापानमा जापान आएको 9-10 महिना फर्स्ट टाइम आज मुभी हेर्न जाँदैछ, त्यो पनि नेपाली होइन। आज नेपाली मुभी हेर्न गइरहेछ लगाइज। अरू त्यस्तै अब टाइम लिप्स र सिनेमेटिक हेरौँ, अब के हुन्छ गर्दै जाउँ, देखाउँदै जाउँ। अहिले चाहिँ म यहाँ मोनोरेल चढ्ने ठाउँमा छु, माथि स्टेसनमा। त्यहाँबाट चढेर हल्का ल सी यू गाइज। स्टेसनमा छु होइन। यो चाहिँ मोनोरेलको स्टेसन हो, ठाउँ ठाउँमा स्टेसन छ। अनि यहाँनिर चाहिँ टिकट काट्नेहरू ठाउँ रहेछ, यहाँ पछाडि छ स्टेसन, सबै टिकट काट्ने ठाउँहरू रहेछ। अब मोनोरेल कुनै दिन मोनोरेल चढेको नि भ्लग आउँछ। सो साथी आउँदैछ अरे, आइपुग्नु लागेछ अब तल जाने ल। अनि साथीलाई भेटाउने अनि ब्याङ्क जाने, साइकल बनाउन जाने। आजको प्लानहरू यस्तै छ लगाइसियो। गाइस अब साथी नै आइपुग्यो यहाँनिर, विवेक जाँदैछ, साइकल छ अब जान्छौँ ल। साइकल बनाउन आइसकेको छु, यहाँ साइकल बनाउने ठाउँमा छु। पछाडि यहाँ 3 स्टार होटल छ एचएच। अब यहाँ हेरौँ है त ल। साइकल बनाएर घर जाने, फर्किने। 7 बजीदेखि फिल्म चल्छ। फर्स्ट टाइम ओकिनावा हलमा चलिरहेको छ। 6 बजी पुग्नुपर्छ, 6 बजी जाने, टिकट सो गर्ने, 7 बजीदेखि मुभी हेर्ने, अनि रमाइलो गर्ने, रहिला गर्ने। आजको प्लान चाहिँ त्यही हो गाइज। अहिले विवेकले भनिहाल्यो, अब अरू के हुन्छ हेरौँला है त। अहिले चाहिँ गाइज म यहाँ नेपाली पसल आएको छु। नेपाली पसल यही हो, साइनोमार्ट। नेपालमा अहिले हामी नेपाल दोकानबाट निस्क्यौँ, यसो हल्का भुज्या सुज्या। अनि यहाँ विवेक र म छौँ। अनि हामीसँग हातमा टिकट आइसकेको छ 6:54 को भरे बेलुकाको लागि। अब साइकल त्यहाँ फ्रुट मार्केटमा राखेको छौँ। अब त्यहाँबाट साइकल लिएर रुम जाने, खानासाना खाने, बेलुकाको लागि त्यही हो ल। अब एकैचोटि बेलुका भेट हुन्छ ल गाइस ल। सेव आइम ब्याक हियर। अहिले चाहिँ हामी टक्कसँगले रेडी भइसक्यौँ होइन। मनी रेडी भइसक्यो, विवेक रेडी हुँदैछ, गोपीलाई पर्खिरहेछौँ। साइबर सानी आउन आँट्यो, हामी 4 जना हो, अरू चाहिँ केटाहरू थाहा भएन। टक्क रेडी भइसक्यो। रुम चाहिँ हाम्रो यतै हो, यही हो। रुमदेखि भ्यू हेरौँ है त गाइज ल।
हामी टक्क रेडी भइसक्यौँ होइन अघि मैले भने विवेक नि रेडी भएर निस्किसक्यो अब टक्कसँगले जानु लागेको अब केटाहरू आउँदै गर्छन् ल गाइस सियो अब त्यहाँनिर आइपुग्यौँ होइन अहिले चाहिँ साइबेचान र म छौँ क्लासमा छौँ कोही छैन अरू भिआइपी सिट ल अब अगाडि हेरौँ मुभी हेरौँ बाई भिआइपी सिट हामी सबै राजा हेर्न आएको होइन हामी राजा चाहिँ म निस्किसक्यौँ अहिले म र साइबर जान्छौँ यहाँ फ्यामिली माड अगाडि एक कोक्साइदोरी अगाडि निस्क्यौँ अब यहाँबाट अब हेरौँ कहाँ डिनर गर्नु गइन्छ के हुन्छ अनि अब कोक्साइदोरीको नाइट भ्यू हेरौँ अनि डिनर गर्नु गइन्छ गइँदैन फिक्स छैन अब हेरौँ है त ल अब फिल्म हेऱ्यो अब त्यही हो अब सकियो लगभग भनौँ न अब आयो भने भिडियोहरू केही आउला अब ल ल साइबर बाई 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 ल फिल्म कस्तो थियो फिल्म ओकिनावा आएर फिल्म हेऱ्यो नेपाली फिल्म पहिलोचोटि हो मेरो चाहिँ होइन एकदम राम्रो लाग्यो होइन सायद त्यो माग्ने बुढा नभएको भए त्यो फिल्म राम्रो हुन थियो होला होइन माग्ने बुढाले गर्दाखेरि त्यो फिल्मलाई 100मा 80 बनाइदिएको छ है त्यही हो मेरो गोपी के छ एकदम 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 उत्कृष्ट छ एकदम धेरै राम्रो माग्ने बुढाको रोल चाहिँ एकदम बवाल छ अब अहिले हामी कहाँ जाँदैछौँ त केटा अब हामी फिल्म सक्यो अब यसो अब खानालाई यसो भोक लागिरहेछ होइन अब भोलि काम पनि दिइरहेछ अब त्यही भएर यसो खानासाना खाने हो त्यही हो अब अरू त के हुनु अब यसो लाइक सब्सक्राइब यसो गर्दै गर्नु होला होइन बिस्तारै हामी हेर्छ अब बिस्तारै बनाउँदैछौँ स्टार्टिङ हो हाम्रो यो होइन बिस्तारै बिस्तारै बढ्दै जान्छ ल गाइस ल अब हामी जाँदै